बिना ब्याङ्क स्टेटमेन्ट पनि चाइनाको टुरिस्ट भिजा लिन सकिन्छ त? यो क्वेसनको एन्सर चाहिँ म लास्टमा भन्नेछु। फर्स्टमा चाहिँ म तपाईँलाई यहाँ केही मेरो भिजा देखाउँछु है। 2025 यो चाहिँ मेरो 2025 मा लिएको चाइनाको टुरिस्ट भिजा हो है। यहाँ तपाईँले देख्न सक्नुहुन्छ। अनि त्यसपछि मैले 2025 सेप्टेम्बरमा लिएको चाइनाको टुरिस्ट भिजा यो हो। सेकेन्ड टाइम लिएको। ट्राभल गर्नुभयो भने यस्तो स्ट्याम्प लाग्छ है। अनि त्यसपछि लास्टमा आज मात्रै जुनको 16 जुनमा 2026 मा आज मात्रै मैले यो भिजा पाएको छु है। रिसेन्टली चाइनाको टुरिस्ट भिजा। अहिले चाहिँ फेरि यस्तो भएको छ। बीचमा चाहिँ यस्तो थियो, भिजा चेन्ज भएर आफ्नो फोटो आउँथ्यो यहाँ। फर्स्टमा चाहिँ यस्तो थियो अनि अहिले फेरि फर्स्टको जस्तै भिजा आएछ है। सिस्टम यस्तो चेन्ज गरेछ फेरि पनि भिजाको स्टिकर है। अब क्वेसन आउँछ, चाइनाको टुरिस्ट भिजा बिना ब्याङ्क स्टेटमेन्ट र भिजा लिन सकिन्छ त? यस, अवश्य पनि। यदि तपाईँले शक्ति ग्लोबल ट्राभल्स यानि कि मलाई सम्झिनु भयो भने तपाईँले चाइनाको टुरिस्ट भिजा पनि विदाउट ब्याङ्क स्टेटमेन्टमा तपाईँको जतिसुकै होस् मतलब भएन। ब्याङ्क स्टेटमेन्टमा तपाईँको ब्यालेन्स छैन, क्लोजिङ ब्यालेन्स इनफ छैन भने पनि तपाईँले शक्ति ग्लोबल ट्राभल्सको मार्फत चाइनाको टुरिस्ट भिजा लिन सक्नुहुन्छ। त्यसको लागि तपाईँले सिधै प्रोफाइलमा भएको नम्बरमा व्हाट्सएप गरेर बुझ्न सक्नुहुन्छ डिटेल्सको लागि। यति नै भन्छु अहिले चाहिँ। थ्याङ्क्स फर वाचिङ दिस भिडियो।